न्यारेटिभ त हामीले जस्तो बनाए पनि बन्ने कुरा हो। विगतमा नीति तथा कार्यक्रम माथिका छलफल, त्यसपछि विनियोजन विधेयकमाथिका छलफलहरू निकै जतिसुकै लामो चले पनि त्यसपछि त्यसले के पार्थ्यो त प्रभाव भन्ने कुरा हो। तर पछिल्लोचोटि यो पटक प्रतिपक्षले उठाएका प्रश्नहरू, दिएका सुझावहरूलाई पनि सम्बोधन गर्ने गरी योजना आयोगसँग समन्वय गरेको, सरकारसँग समन्वय गरेको, स्वयं प्रधानमन्त्री कार्यालयबाट सुझाव लिने कुरा राखेको र त्यसमा आएका त्यस्ता महत्त्वपूर्ण सुझावहरूलाई पनि बजेटमा समेट्ने भनेर स्वयं प्रधानमन्त्रीज्यूको कार्यालयबाटै यो कुराहरू सार्वजनिक भइसकेको हुँदै गर्दाखेरि प्रक्रियालाई विधिवत रूपमा टुङ्ग्याएर अगाडि बढ्दै जाँदा अलिक द्रुत गतिमा भएको चाहिँ पक्कै हो। किनकि हामीले 2 दिनमै विनियोजन विधेयकको छलफल टुङ्ग्याएका छौँ र 1 दिनमै नीति कार्यक्रमको छलफल पनि टुङ्ग्याएका छौँ। विगतको अभ्यासलाई हेर्दै गर्दाखेरि 7 दिन हुने, 1 हप्ता हुने, 10 दिन हुने यी सबै कार्यक्रमलाई 1 या 2 दिनमै टुङ्ग्याएको चाहिँ द्रुत गतिमा भएको हो। तर यहाँ प्रतिपक्षका सांसद पनि र सत्तापक्षका सांसद पनि सबैले आफ्ना कुरा पनि राख्नु भएको छ र सुझाव पनि राख्नु भएको छ। ती कुरालाई बजेट मार्फत सम्बोधन गर्ने भनेर स्वयं अर्थमन्त्रीज्यूले पनि सम्बोधन गरिसकेको हुँदै गर्दाखेरि त्यसलाई यसरी त्यो चित्त दुखाइको पाटोबाट अथवा पेल्ने हो भन्ने पाटोबाट प्रस्तुत गर्नु हुन्छ जस्तो मलाई लाग्दैन। र अर्को पाटो के पनि हेरिदिनुपर्छ भने सरकारले जति फास्ट ट्र्याकमा काम गर्ने प्रयास गरिरहेको छ, सोही फास्ट ट्र्याकमै प्रतिनिधि सभाले पनि, व्यवस्थापिकाले पनि आफ्नो गतिलाई अगाडि बढाइराखेको कुरा यहाँले महसुस गरिराख्नु भएको छ, देखिराख्नु भएको छ। प्रतिनिधि सभा नियमावली 2079 अन्तर्गत नै रहेर समितिहरू गठन गरिसकेको र समितिहरू मार्फत छलफल चलाइराखेको कुरा पनि यहाँबाट थाहा छँदैछ भने प्रतिनिधि सभा नियमावली मस्यौदा भर्खर टेबल भएर पास हुने प्रक्रिया पनि अगाडि बढ्दैछ। त्यसकारण त्यसलाई पनि नपर्खिकन प्रतिनिधि सभाका व्यवस्थापिकाका आफ्ना कामहरू तीव्र रूपमा अगाडि बढाएको छ। त्यो सँगसँगै यही अधिवेशनमा सम्भवतः 45वटा जति विधेयकहरू सदनमा पेश हुने भनेर सरकारको तर्फबाट त्यो ड्राफ्टहरू पनि तयारी भइरहेका छन्। यसरी हेर्दै गर्दाखेरि प्रतिपक्षका आवाज नसुन्ने भन्ने कुरा त सम्भवै रहेन र प्रतिनिधि सभालाई चलायमान बनाउँदै गर्दाखेरि व्यवस्थापिका र कार्यपालिका बीचको जवाफदेहिता खोज्ने प्रक्रियामा काम गर्दै गर्दाखेरि समिति मार्फत यी प्रक्रियाहरू एकदमै द्रुत गतिमा चलिरहेको हुँदा विगतभन्दा अझ सशक्त, अझ प्रभावकारी, अझ जवाफदेही प्रक्रियाबाट काम चलिरहेको चाहिँ मैले महसुस गरेको छु। सार्वभौम सदनमा सार्वभौम जनताले आफ्नो अभिमत मार्फत निर्वाचित गरेर पठाइसकेपछि सबैले जवाफदेहिता खोज्नु र सदनको मर्यादा कायम गर्नु स्वाभाविक हो। यसलाई हामीले निकै सम्मानपूर्वक यसलाई ग्रहण गरेका छौँ। तर जहाँसम्म यो झुटो आरोप, यसलाई म झुटो आरोप भन्छु, सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा नआइदिनु भएको, उहाँले निर्वाह गर्नुपर्ने भूमिका नगरेको भन्ने कुरामा चाहिँ मेरा विमति छन्। प्रस्तुत गर्नुपर्ने, टेबल गर्नुपर्ने कुराहरूमा उहाँले गरिराख्नु भएको छ। सत्य के हो भने अहिलेसम्म उहाँले सदनमा सम्बोधन चाहिँ गर्नुभएको छैन। अब कि आफ्ना स्ट्राटेजी पनि हुनसक्छन् अथवा कहिले गर्ने भन्नेको लागि उहाँले पर्खिराख्नु भएको पनि हुनसक्छ। सरकारका 100 दिनका विषयमा यहाँलाई जानकारी छँदैछ। 100वटा बुदामा तयार पारेका कार्यदेशलाई सम्पन्न गर्नको लागि 100 दिन सरकारका कुनै पनि मन्त्री कुनै पनि सार्वजनिक कार्यक्रममा गएर बोलेका छैनन्, सार्वजनिक कार्यक्रममा रिबन काटेका छैनन् र आफ्ना जिम्मेवारीलाई त्यो प्रायोरिटीमा राखेर 100 दिनमा रिजल्ट ओरिएन्टेड हुने गरी काम गरिरहेका छन्। यो पाटो सत्य हो। तर प्रतिपक्षमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले नै सम्बोधन गर्नुपर्छ, माग गर्नुपर्छ भन्दै गर्दा विधि त विधि नै हो नि त। फेरि त्यो विधिसम्म त आउने कुरा हो। प्रचलन नभएको होइन, विगतमा अभ्यास नभएको होइन। अभ्यास हुँदै गर्दाखेरि अहिलेका प्रधानमन्त्रीज्यू सदनमा आउँदैन आएको भन्ने कुरा होइन। तर समग्रमा म के भन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीले यस सम्मानित सदनको गरिमा कायम गर्न र जनताका आवाजहरू उठ्दै गर्दा त्यो आवाजको जवाफदेहिता सार्वभौम सदन मार्फत दिने प्रक्रियामा चाहिँ कहीँ कतै चुकाउँदैन भन्ने कुरामा म यहाँलाई स्पष्ट पार्न चाहन्छु। अब पूर्व गृहमन्त्रीको सन्दर्भमा उहाँले आफ्नो नैतिकता देखाएर राजीनामा दिइसकेको अवस्था हो र उहाँको सम्पत्ति सम्बन्धी उठेका प्रश्नहरूको छानबिन समिति बनिसकेको छ र यसले छानबिन गर्दैछ। यो त प्रक्रिया त चाहिँदो होला नि त। कसैमाथि प्रश्न उठेको कारबाही ठोकिहाल्नु भन्ने कुरा त पक्कै हुँदैन होला। यदि विगतमा कसैमाथि प्रश्न मात्र उठाइदिएको थियो भनेदेखि सायद हामी अन्य जिम्मेवारी निर्वाह गरिरहेका थियौँ होला, आज राजनीति सम्हाल्नु पर्दैन थियो होला। तर पनि प्रश्न उठिसकेपछि त्यसको